हातमा समात गर न बोल न हेलो गाइस ब्लग माइन्ड नेपाल सब्सक्राइब गर्नु गाइस तपाईँ हेर्न सक्छ कुनै ब्लग त गाइस म सनी अङ्कलको रुममा छु के अरे घरमा सरी निक्लियो अचना फुक गइरहेछ काठमाडौँ त सबै सामान ल्याएछ सनी अङ्कलले बाइकमा र प्रगान्टी अनि यो घरमा के अरे रुम फ्रेसनर छ त्यो पनि सन्तलाको तपाईँहरू हेर्नु सक्छ म तपाईँहरू थोरै देरमा हेर आउँछु तब सनी अङ्कलसँग बोल्छु थोरै देरमा पक्नुहोस् तपाईँहरू हेर हेर्नुहोस् यसलाई भन्छ रुम फ्रेसनर यसलाई रुममा फ्रेस गर्छ सरी मिस्टेक भयो कि अब फ्लाइटमा जान्छ विदेश अनि आउँछ आयो ए घरमा गएर म अब के अरे मेरो दबाई खानको टाइम पनि भयो अब त मेरो यो पनि दुखाएर के चिसो खाएर जम्मा चिसो खाएर के यो विदेशको सामान देखाइदेऊ न त त्यो कोठामा गएर त्यो घरमा अब कसरी जाऊँ देखाइदेऊ ल गाइस अब सामानहरु देखाउन गइरहेछु ल गाइस अब म सामान हेर्न गइरहेछु प्रगान्ती अब हेर्नु अनि तल पनि हेर्नु अब हेऱ्यो सामान अब जाने त्यो घरमा म्याचिङ म्याच एप्पलको मेरो सामानहरु देखाउ न त्यो शपिङहरु त्यहाँ उतापट्टि सोपी सरी गाडी मलाई त्यहाँ दियो मेरो एक्जाम पनि आउन थाल्यो अब त्यो घरमा जाउने सनी अङ्कलको घरमा अब म बसेन गएर अब सनी अङ्कलसँग बोल्नु सनी अङ्कल आएर बस्नु हेलो गाइज नमस्ते वेलकम टु माई युट्युब च्यानल बाबुले अगाडि नै इन्ट्रो दिइसकेको थियो र मैले पनि थोरै इन्ट्रो दिइहालेँ तपाईँहरूलाई र बाबु र म बाबुलाई थोरै सिकाउँदै थिएँ ब्लग कसरी बनाउने भनेर अलिअलि अब बच्चा हात पनि अलि कमलो छ त्यही भएर अलिकति हल्लिने रहेछ धेरै है सो त्यही हो गाइज ल जिम पनि गर्न थालेछ बाबु अर्को पनि ल दुइटै देखाऊ अब ल सक्छ त अब सक्दैन नि फेरि ल अब बाबुको इक्जाम कहिलेबाट इक्जाम बाबु बिहानबाट एक्जाम सुरु भोलि होइन भोलिबाट चाहिँ इक्जाम सुरु छ बाबुको ल बाबु बेस्ट अफ लक है त तिमीलाई ल बेस्ट अफ लक इक्जाम राम्ररी देऊ अनि त्यसपछि बब्बाल ब्लग बनाउनु पर्छ है त हुन्छ 10 दिनको छुट्टी ल अनि त्यस 10 दिनको छुट्टीमा ब्लग बनाउनु पर्छ है त ल ओके गाइज ल आजको लागि बाई बाई सी यू इन नेक्स्ट ब्लग जय हिन्द जय नेपाल नट जय हिन्द यु आर नट इन इन्डिया इन्डियामा बस्ने मान्छेहरूले जय हिन्द भन्छ बाबु नेपालमा बस्नेले के भन्ने जय नेपाल जय नेपाल ओके जय घन्टी बाई बाई ल बाई